हेलो एभ्रिवान, गुड मर्निङ, जय मसी सबैजनालाई। अहिले चाहिँ म छु यहाँ बुङताङ गाउँमा। तपाईँले देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा हल्का हल्का देखिरहेको अवस्था छ। अनि आज चाहिँ एकदमै चिसो छ। साँच्ची नै येशू ख्रीष्ट जन्मेको दिन महसुस भइरहेको छ। एकदमै चिसो अनि बादल लागेको अवस्था छ आजको दिन। सबैजनालाई ह्याप्पी क्रिसमस, मेरी क्रिसमस, क्रिसमसको शुभकामना छ। तपाईँको दिनचर्या राम्रो बितिएको होस्। जाडो समयमा जन्मनु भएको भन्ने जुन किसिमका चाहिँ बाइबलमा लेखेका छन्, त्यसकै आधारमा हामीले चाहिँ मानिरहेका हुन्छौँ। र हामीहरू जति पनि जुन किसिमका चाहिँ कतिजनाले धेरै कुराहरू गरिरहेका हुन्छौँ, धेरै कुरा क्रिस्चियनहरूले पनि नबुझिरहेका हुन्छन्। त्यसै कारणले हामी सबैले बुझ्नुपर्ने कुरा चाहिँ मैले जाने जति चाहिँ म तपाईँहरूको माझमा चाहिँ सेयर गर्नेछौँ। र यहाँ हामीले टाँकेका छौँ होइन, विभिन्न स्टिकरहरू टाँसेका छन्। यी कुराहरूको पनि विभिन्न अर्थहरू लगाएर टाँसेका छन्। त्यसै कारणले हामीले त्यसका कुराहरू पनि हामीले बुझ्नुपर्ने हुन्छ है। जब यहाँ हामीले यहाँ जुन किसिमको चाहिँ क्रिसमस ट्री होइन, यो रुखलाई जुन किसिमको चाहिँ सजाएका छन्, यो हामीले यो रुखलाई ढोक्नको लागि, यो रुखलाई मनाउनको लागि हामीले त्यो सजाएको होइन। एकछिन हाम्रो जुन किसिमको चाहिँ मनलाई, जुन किसिमको चाहिँ हृदयलाई आनन्दका साथ लागि सजाएको मात्रै। रोम साम्राज्यले चाहिँ के गर्थ्यो भने सूर्यदेवलाई चाहिँ मान्थ्यो। अनि जब जुन किसिमको चाहिँ त्यो सूर्यदेवलाई मानिरहेको हुन्थ्यो, अनि त्यसरी मानिरहेको जो अवसर थियो, अनि त्यो जुन किसिममा चाहिँ क्रिस्चियन भयो र जुन किसिममा चाहिँ त्यतिखेर रोम साम्राज्यमा चाहिँ धेरै क्रिस्चियनहरू जुन किसिममा चाहिँ बढ्दै गयो। अनि त्यसरी बढ्दै गएपछि अनि उहाँहरूले जुन किसिममा चाहिँ सूर्यलाई पुज्ने दिन वा जुन किसिममा चाहिँ खुसियाली मनाउने दिनमा किन हामी जुन किसिममा चाहिँ अब हामीले त्यो सूर्यदेवलाई चाहिँ हामी मान्न चाहिँ हामीले छोड्यो। अब हामी जुन किसिममा चाहिँ हामी चाहिँ क्रिस्चियन भयो, हामी त्यही दिनलाई किन चाहिँ हामी खुसियाली नमनाउँ भनेर जुन किसिममा चाहिँ त्यही दिनलाई 25 डिसेम्बरकै दिनमा जुन किसिममा जसरी अहिले बच्चाहरूलाई उपहार दिन्छ, त्यस्तै निकोलसले जुन किसिममा चाहिँ त्यहाँ बच्चाहरूलाई चाहिँ उपहार दिने चलन थियो है। त्यसरी चलन थियो। अनि त्यसरी चलन गर्दा गर्दै अनि जब उहाँले जुन किसिममा चाहिँ बच्चाहरूलाई जुन किसिममा चाहिँ उपहार दिनको लागि उहाँले के गर्थ्यो भन्दाखेरि विभिन्न किसिमका चाहिँ खेलौनाहरू, विभिन्न किसिमका अहिले चाहिँ साथीहरू यहाँ वचन लागु हुँदैछ अनि उपहार बाँडिराख्नु भएको छ। यो उपहार पठाउनु हुने जो जति हुनुहुन्छ अनि उहाँलाई चाहिँ मण्डली परिवार अथवा मेरो व्यक्तिगत तर्फबाट नि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यहाँ चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो पास्टर बुवाले चाहिँ भाइहरूलाई एक एकवटा कापी उपहार दिइराख्नु भएको छ। अनि म चाहिँ अहिले भाइहरूसँग परिचय लिइराखेको छु। नाम बाबु? प्रशान्त तामाङ। Merry Christmas, Happy Christmas, Merry Christmas, Happy Christmas. बाहिर होला लगिदिनु हो, बाहिरतिर लगिदिनु होला है। खाली होला खुसी मजा मजा आयो हेलो छिटो छिटो आनीलाई पहिला खिच्दिनु यता 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 उ त्यहाँ मामा भन रिसाएर हेर तिन माथि दिन त Merry Christmas.
वचन होय थिंगी वचन जम्मानो से सिंगजते प्रभु वचन होय थिंगी वचन न्यन्गे मेनबला प्रभु वचन होय थिंगी वचन जम्मानो से सिंगजते प्रभु वचन होय थिंगी वचन जाके जाके मेनबला प्रभु वचन होय थिंगी वचन तंबे जीवन सोनाला बे प्रभु वचन होय थिंगी वचन जाके जाके मेनबला प्रभु वचन होय थिंगी वचन तंबे जीवन सोनाला बे प्रभु वचन होय थिंगी वचन Watson gamze jambulinda thungna lajachi yallang mundung thengjena nanna lajachi Watson gamze jambulinda thungna lajachi yallang mundung thengjena nanna lajachi hoy nyenge menbala prabhu vachana hoy thengi vachana जम्मानो से सिंगजते प्रभु वचन होय थिंगी वचन वचन गम्जलाने दिने मोरी धन्जची मोमो बाला जम्बता थिंज सिंगजची वचन वचनालाई बरिलाई कते जबे वचना आहा बरिलाई परमेश्वर की रचनालाई बरिलाई गते जबे वचना आहा बरिलाई ओ गते जबे वचना आहा बरिलाई परमेश्वर की रचनालाई बरिलाई गते जबे वचना आहा बरिलाई परमेश्वर की रचनालाई बरिलाई गते जबे वचना आहा बरिलाई हो गते जबे वचना आहा बरिलाई यसो बाहेक लोलो अरे स्वर्गनी बेग्याम जो आले नाना आँगान्यान गोबर किदम यसो बाहेक लोलो अरे स्वर्गनी बेग्याम ओ यसो बाहेक लोलो अरे स्वर्गनी बेग्याम स्वर्ग तेंगे पृथ्वी ठेंगला सृष्टिनो न्यांगला जीवन बिंदु बा येशु ख्रिस्टिनो स्वर्ग तेंगे पृथ्वी ठेंगला सृष्टिनो न्यांगला जीवन बिंदु बा येशु ख्रिस्टिनो हाँ न्यांगला जीवन बिंदु बा येशु ख्रिस्टिनो परमेश्वर की रचना लाई बरिलाई गते जबे वचना आहा बरिलाई परमेश्वर की रचना लाई बरिलाई गते जबे वचना आहा बरिलाई हो गते जबे वचना आहा बरिलाई विश्वासी जिता तमजारी यसै सामदर्शे चिम्ब्रौ है नाम्सा नाम्सरी बोमो थालो
विश्वासी जिदा तमजरी यसुई समदर्श्य चिम्रौ है नम्सा नम्सरी हो यसुई समदर्श्य चिम्रौ है नम्सा नम्सरी परमेश्वर की रचना लै बरिलाई